स्वाद अनुसारको नुन। अब यसलाई ढपक्क ढाकिदिने, आगो सानो बनाएर। त्यो नै राम्रो देखियो। मजाले चलाइदिएर ढाक्दै पकाउँदै गरेपछि चाहिँ अत्यन्तै सुन्दर खाना बन्छ। जिरा, धनियाँ, अदुवा, खुर्सानी। हेर है त कस्तो भयो। मजाले पाक्न लागिसक्यो। अब पाकिसक्यो भन्दा नि अब मसलाहरू हाल्दैछ हुन्छ। सबै मिसाएर पिसेको मसला चाहिँ अब सरर हाल्दिनु। अब स्वास्थ्यको लागि धेरै राम्रो सैजन। यो पहाडमा नि पाइन्छ, तराईमा नि पाइन्छ, हिमालमा चाहिँ पाइँदैन है। फेरि हिमालमा चाहिँ यतिबाट लगेर खानुपर्छ। यो स्वास्थ्यको लागि धेरै 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 राम्रो। यसको बयान गरेरै साध्य छैन। क्यान्सर फाइटको नामले त चिनिएकै हुन्छ, हजुरले पनि सुनिराख्नुभयो होला। यो हरेक रोगीको लागि अति नै उपयुक्त। दिनदिनै खाँदा उही प्रेसर लो हुन्छ नि, तिनीहरू चाहिँ दिनदिनै खाँदा चाहिँ अलिकति प्रेसर लो नै हुन्छ कि भन्ने हो। अरू नत्र भने जस्तो सुकै बिरामीले खाना पनि। अब यो सैजनको त पात पनि पाउडर फर्ममा आउँछ। त्यो मृगौला लागि धेरै राम्रो भनेर आइराखेको छ र हुन नि हो। म आफूले पनि खान्छु त्यो पात चाहिँ। मैले चाहिँ नुन, हल्का नुन राखेर खान्छु मनतातो पानीमा। त्यो चाहिँ धेरै रिलिफ नै हुन्छ। हरेक रोगहरूलाई, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता चाहिँ वृद्धि गर्छ। अब दिनदिनै त खान हुँदैन होला कुनै पनि कुराहरू। दिनदिनै धेरै खाँदाखेरि त राम्रो पनि हुँदैन होइन। अब आफूले मिलाइ कहिले सैजनको पातको जुस, कहिले धनियाँको जुस, कहिले वाटरमेलनको जुस, कहिले चाहिँ पपैयाको जुस खाँदाखेरि चाहिँ हामी चाहिँ एकदमै राम्रो भइन्छ। रोग लाग्न नदिनको लागि हामीले यस्ता कामहरू गर्नुपर्छ। रोग लागिसकेपछि चाहिँ धेरै पीडाहरू हुन्छ, त्यसलाई आउन नदिनको लागि चाहिँ हामीले यस्ता कामहरू गरिराख्नुपर्छ। बजारमा आएका सिजनल चिजहरू चाहिँ हामीले विशेष गरी खानुपर्छ है। अब मेरो च्याख्ला पनि कति राम्रो भएर पाकिसक्यो। अब आगो बन्द गरिदिँदा ठिक्क हुन्छ। मजाले सानो आगो बनाएर मोटो बिर्कोले भर्स्याइ पकाउँदाखेरि कति राम्रो हुन्छ। पहिला गाउँमा आमाहरूले खालि खाना भर्स्याउने, माम भर्स्याउने, आटो भर्स्याउने भन्नुहुन्थ्यो नि त। यस्तो मिठो हुँदो रहेछ र पो त्यस्तो भन्नुहुँदो रहेछ। अनि पहिला अब हामी केटाकेटीले अब आमाहरूले दिँदाखेरि चाहिँ एकदम खुसी आहा मिठो भनेर खाइन्थ्यो। र अनि आफ्नो आमाले पकाएको चाहिँ संसारकै मिठो लाग्थ्यो नि त। अनि त्यस्तो भयो। त्यसपछि अनि खुसी मिल्थ्यो नि त त्यो खाना खाएर। किन भन्दा परिवारहरू धेरै पहिला त एकै ठाउँमा बसिन्थ्यो नि त। ठुलो परिवार हुन्थ्यो, छोराछोरीको धेरै जन्माइन्थ्यो। अब अहिले त एउटा, दुईटा, तीनटा जन्माइन्छ। अनि छोराछोरी पनि कता कता हिँडिराखेका हुन्छन्। हामी चाहिँ अब एक्लै जस्तो भइन्छ होइन। त्यो निराशाबाट दूर रहेर हामी चाहिँ आफै जे छौँ, जहाँ छौँ, जसरी छौँ नि खुसी भएर खानाहरू बनाएर खानुपर्छ। र पोजिटिभ भाइब्स है खाना बनाइयो भने चाहिँ पोजिटिभ इनर्जी दिन्छ।